भोजपुर जिल्ला ट्याम्केमुङ गाउँपालिका वडा नम्बर 1 तिम्मामा रहेको पिखुवा खोलामा सुम्निमा हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन 4.9 मेगावाटको माथिल्लो पिखुवा जलविद्युत आयोजनाको आजसम्म भएको कामहरूको प्रगति विवरण पेश गर्दछौँ। नमस्कार, म अच्युत अधिकारी र यस माथिल्लो पिखुवा खोला जलविद्युत आयोजनाको आयोजना प्रमुख। यो आयोजनाको मुख्य लगानीकर्ता सुम्निमा हाइड्रो पावर कम्पनी लिमिटेड र यस कम्पनीको डिटेल डिजाइनिङ भनेको चाहिँ स्वच्छ इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड र यो निर्माण गरिरहेको यो आयोजनाको कन्ट्र्याक्टर ठेकदार कम्पनी भनेको चाहिँ पिपिपी नेपाल कन्स्ट्रक्सन प्राली हो र हाम्रो यो 4.9 मेगावाट भोजपुर जिल्लाको ट्याम्केमुङ गाउँपालिका वडा नम्बर 1 तिम्मामा अवस्थित पिखुवा खोला र मलाबु खोलाको दोबानमा रहेको यो हाम्रो हेडवर्क्सको बारेमा म केही डिटेलमा म चाहिँ बताउन गइरहेको छु। हामी अहिले हेडवर्क्समा छौँ, ड्याम साइटमा, र म हजुरहरूलाई के देखाउन गइरहेको छु भने यो हाम्रो ओभरको ड्रप इन्टेक, हाम्रो मेन पानी छिर्ने भित्र हाम्रो मेन पानी छिर्ने पार्ट भनेको चाहिँ यो चाहिँ मेन ड्रप इन्टेक हो। यहाँबाट पानी भित्र गएपछि यो गेट हुँदै हाम्रो यता इन्टेकमा आउँछ। इन्टेकबाट हाम्रो यो पार्टलाई चाहिँ ग्राभल ट्र्याप भन्छ। यो ग्राभल ट्र्यापमा चाहिँ हाम्रो ग्राभलहरू अब खोलामा आएका ग्राभलहरू सबै अब कुनै पनि साना साना ग्राभलहरू चाहिँ यहाँ भित्र जान्छ। अनि यसलाई फ्लसिङ गर्नको लागि भनेर हामीले यहाँ तल ग्राभल फ्लसिङ बनाएको छौँ। यसको नाम चाहिँ ग्राभल ट्र्याप। ग्राभल फ्लसिङ भनेको चाहिँ हाम्रो तल छ, त्यो चाहिँ ग्राभल फ्लसिङ हो। त्यो हामी गरेर लगभग अब अन्तिम चरणमा पुगिसकेको छ। त्यो अब हाम्रो हेडवर्कको काम मात्रै बाँकी भनेको यति मात्रै बाँकी, हाम्रो स्पिलवे मात्रै बाँकी छ। यो पार्ट चाहिँ अन्डर स्लुस, यसमा हाम्रो दुईवटा गेट हुन्छ। अन्डर स्लुसमा हाम्रो यो दुईवटा गेट बन्द गरिसकेपछि भित्रबाट आएको पानी सिधै ग्राभल ट्र्याप हुँदै एप्रोच कल्भर्ट हुँदै हाम्रो सेटलिङ बेसिनसम्म पुग्छ। जुन बालुवा थिग्रिने पार्ट सेटलिङ बेसिन भन्छ, हामीलाई त्यो 35/4 को छ। त्यो 35 मिटरको लम्बाइ र 4 मिटरको चौडाइ भएको सेटलिङ बेसिन, बालुवा थिग्रिने पोखरी भन्छ नर्मल्ली भाषामा चाहिँ, बालुवा थिग्रिने पोखरी। म त्यहाँको बारेमा पनि केही डिटेलमा म बताइदिन्छु। अहिले हामी सेटलिङ बेसिनमा छौँ। जुन हाम्रो बालुवा थिग्रिने पार्ट भनेको चाहिँ यो एरिया हो। हामी चाहिँ अहिले यो चाहिँ सेटलिङ बेसिनको यो मेन बालुवा थिग्रिने पार्ट ठाउँ चाहिँ यही नै हो। र यो जुन सानो कुलो जस्तो देखिएको चाहिँ हाम्रो स्टिल च्यानल भन्छ यसलाई। यसबाट ओभरफ्लो हुने पानी यसमा गएर यसैबाट यहाँबाट फेरि हाम्रो हेडपोनमा हुँदै यसलाई यो हाम्रो जुन जाली देखेको पार्ट भनेको फाइन ट्र्यास छ। यसमा त यो हेडपोनमा यहाँबाट पनि पानी जान्छ र यहाँबाट पनि जान्छ। अनि यो तल सानो चाहिँ जुन एउटा टोवाल जस्तो देखिया छ, त्यो भनेको चाहिँ हाम्रो चाहिँ बालुवा खोलामा फ्लस गर्ने। र अनि यो हामीसँग जुन पाइपहरू छन्, यो पाइपहरू भनेको हाम्रो आयोजना चलिरहँदा भोलि बिजुली निस्किरहेको बेलामा, पावर हाउसमा जुन निस्किरहेको बेलामा यसबाट बालुवाहरू सफा गरेर बाहिर फाल्नको लागि जुन यो अपरेसन भइरहेको बेलामा चाहिँ काम गर्नको लागि राखेको यो चाहिँ नयाँ प्रविधि हो। र यहाँबाट चाहिँ हाम्रो यहाँसम्म चाहिँ हाम्रो चाहिँ सिभिल स्ट्रक्चर, हाम्रो कङ्क्रिटको स्ट्रक्चरहरू बनाएर अब यहाँदेखि चाहिँ हामी पाइपबाट चाहिँ हामी तल पावर हाउससम्म चाहिँ लिएर जान्छौँ। हाम्रो पाइप एलाइनमेन्ट कताबाट जान्छ? यहाँबाट सिधा कति, यहाँदेखि त्यहाँसम्म डिस्टेन्स कति छ? 200 मिटर। अब हेडवर्क्सको कामहरू लगभग अलमोस्ट सकिसक्यो, सबै सक्यो। अब अलिकति हामी रिभर प्रोटेक्सनको कामहरू बाँकी छ। त्यो भनेको धेरै काम बाँकी छैन। हाम्रो हेडरेस पाइप सुरु हुने ठाउँ चाहिँ यही हो। यहाँबाट अब सबै पाइपैबाट चाहिँ हामी पावर हाउससम्म पानी लैजान्छौँ। पावर हाउससम्म पुग्दा 3.5 किलोमिटर चाहिँ छ हाम्रो पाइपको एउटा यार्ड चाहिँ यहाँ पनि छ। अर्को यार्ड हामीले तल पनि बनाएको छौँ। ठाउँमा हाम्रो यार्डहरू छ, पाइपहरू राख्ने ठाउँहरू। अनि र यहाँ पनि हामीले पाइपहरू फिटिङ पनि गरिसकेका छौँ, गर्दै पनि छौँ। यहाँ चाहिँ हामी कङ्क्रिटको ब्लक बनाउने हामी आफैले नै बनाइरहेछौँ। हामी यस्तो खालको ब्लकहरू 6 इन्च र 4 इन्चको दुई साइजको ब्लक भन्छ। अनि पावर हाउसको लागि चाहिँ, अनि बिल्डिङको लागि र अनि यो हाम्रो आफ्नो पर्मानेन्ट बिल्डिङको लागि प्रयोग गर्नको लागि हामी आफै नै यहाँ ब्लक चाहिँ निर्माण गरेका छौँ। नमस्कार, म सिसन राई। यस भोजपुर जिल्ला ट्याम्केमुङ गाउँपालिका वडा नम्बर 1 तिम्मामा निर्माणाधीन माथिल्लो पिखुवा जलविद्युत आयोजना 4.9 मेगावाटको म चाहिँ पिआरओको रूपमा, सामाजिक सहजकर्ताको रूपमा कार्यरत छु। र यस आयोजनाको चाहिँ तपाईँको विगत 1 वर्षबाट चाहिँ सञ्चालनमा आएको हो। र अहिले चाहिँ हाम्रो चाहिँ काम चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ। र प्राविधिक कुरो चाहिँ तपाईँको हाम्रो आयोजना प्रमुखले बताइसक्नु भएको छ। मैले चाहिँ विशेष गरेर सामाजिक क्षेत्रलाई एउटा जिम्मेवारीको रूपमा लिएर काम गरिरहेको छु। र अहिले चाहिँ हाम्रो तपाईँको चाहिँ हेडवर्क्स इन्टेक भनेको चाहिँ तिम्माको तपाईँको चाहिँ मालबासेमा मलाबुक र पिखुवाको दोभानमा छ। र यहाँबाट चाहिँ तपाईँको हाम्रो पाइप लाइन चाहिँ तिम्मा बङ
गाउँखुवा रिमचिम हुँदै सेती बगर हुँदै चाहिँ तपाईँको रिमचिमको पशुपतिनाथ मन्दिरको माथिल्लोपट्टि हिङखुवा र पिखुवाको दोभानमा तपाईँको निर्माण भइरहेको छ र हामीले चाहिँ तपाईँको यो योजनाका लागि आयोजनाका लागि यहाँका चाहिँ टेम्केमय गाउँपालिकाका अध्यक्ष यहाँका वडा 3 मा 1 का वडा अध्यक्ष प्रतिनिधि लगायत यहाँका चाहिँ स्थानीय सरकारवालाहरू त्यस पछाडि यहाँका चाहिँ स्थानीय जनताहरू जग्गावालाहरू सबैसँग चाहिँ एउटा सहकार्य गरेर हामीले काम गरेको अवस्था छ र विशेष गरेर हामीले जग्गाहरू पनि अब अहिले चाहिँ काम निर्माणको लागि पास गर्दैछौँ खरिद गर्दैछौँ र लगभग हाम्रो धेरै जग्गाहरू चाहिँ पास भइसकेको पनि छ केही जग्गाहरू चाहिँ विदेशमा कोही हुनुहुन्छ कोही चाहिँ तपाईँको 3-4 पुस्तादेखि नामसरीहरू बाँकी छन् त्यसको लागि चाहिँ हामीले उहाँहरूसँग सम्पर्कमा बसेर उहाँहरूसँग चाहिँ तपाईँको समझदारी गरेर चाहिँ नै कागजहरू बनाएर काम गर्ने काम अगाडि बढाइरहेको छ यस आयोजना निर्माण भइरहँदाखेरि तपाईँको प्रभावित क्षेत्र जस्तै दावा गुप्तेश्वर त्यस पछाडि 3 मा सिनामाखु यी क्षेत्रका मान्छेहरू यहाँका चाहिँ स्थानीयवासीहरूले एउटा चाहिँ फाइदाको कुरो पनि छन् जस्तै रोजगारीका कुराहरू छन् यहाँका चाहिँ उत्पादनका कुराहरू चाहिँ बिक्री वितरण भइरहेको छ यी हरेक हिसाबले हेर्दाखेरि यो आयोजना चाहिँ यो विकास चाहिँ यो ठाउँको लागि एकदमै फाइदाजनक छ र एक खालको यसले चाहिँ सकारात्मक एउटा सन्देश सकारात्मक प्रभावहरू पारेको छ हामी अहिले पाइपलाइनको रुटमा छौँ यो चाहिँ हाम्रो हेडेस पाइपको चाहिँ यो हाम्रो जुन एलाइनमेन्ट छ एलाइनमेन्टमा चाहिँ हामी यो छ अनि यहाँ छौँ अनि यसमा अहिले हाम्रो पाइपलाइनको काम पनि भइरहेको छ अनि यसमा हामीले अब अहिले हजुरले देख्न सक्नुहुन्छ यो पाइप हाम्रो चाहिँ बाटोभन्दा तल नै हामीले चाहिँ यसलाई बरिड गरेर लैजाने हो र त्यसलाई ठाउँ ठाउँमा चाहिँ त्यसलाई एङ्करिङको लागि हामी यहाँ एङ्कर ब्लकहरू पनि हामीले बनाइरहेछौँ बनाउँदैछौँ गर्दैछौँ निर्माणकै चरणमा छ नमस्कार म पहल सिंह जिआर इन्जिनियरिङको तर्फबाट यस प्रोजेक्टको हाइड्रोमेकानिकलको प्रोजेक्ट म्यानेजर के छ अहिले तपाईँहरूको चाहिँ यहाँ अहिले के काम भइरहेछ यहाँ चाहिँ अहिले हाम्रो यहाँ पाइप जोड्ने काम भइरह हामी 3 ग्रुप छौँ हजुर त्यसमा एक ग्रुप होल्डिङ एक ग्रुप फिटिङ एक ग्रुप सिफ्टिङ त्यसमा हामी दिनमा 2-3टासम्म पाइप जोड्न सकिन्छ फिटिङको काम चाहिँ गर्न सक्यो दिनमा गर्न सक्यो एउटा टिमले फिटिङ गरेपछि अर्को टिमले चाहिँ अर्को टिमले होल्डिङ गर्छ त्यो फिटर ट्रोली फेरि अर्को ठाउँ जान्छ अनि अब त्यो अनुसारले अब अहिले बेन्डहरू पनि बनाउँदै हुनुहुन्छ हैन एङ्कर ब्लक कतिको बेन्ड बनाउँदै हुनुहुन्छ अहिले एङ्कर ब्लकको 1 2 3 2 हालिसक्यो हजुर अब 3 रेडी हुँदैछ पर्सि हाल्ने हो हजुर एक पनि रेडी भएर बसेछ अहिले तपाईँहरू कुन साइजको पाइपहरू हाल्दै हुनुहुन्छ अहिले 1166 वाला 6 mm थिकनेसको 6 mm थिकनेसको 1166 चाहिँ आउटर डायाको त्यो अनुसारले गर्दै आउनुहुन्छ त्यो चाहिँ गरिरहनु भएको छ अहिले चाहिँ तपाईँहरूलाई चाहिँ के छ यार्ड पुग्दो छ नि हैन काम गर्नलाई चाहिँ फ्रन्टहरू के छ पुग्दो छ फ्रन्ट त अहिले यतिलाई त पुगेछ तर हामी 4 ठाउँबाट सुरु गर्ने भने हो ठिक छ फ्रन्ट अनुसारले भयो भने तपाईँहरूले गर्नुहुन्छ त्यसमा यो हाम्रो कति नम्बर बेन्ड हो यो अहिले वेल्डिङ भइरहेको चाहिँ हाम्रो एङ्कर ब्लक 3 को हो त्यहाँनिर बस्छ त्यहाँ राख्ने उता त्यो भइसकेको चाहिँ एङ्कर ब्लक 1 को अलि उतापट्टिको एङ्कर ब्लक 1 को उतापट्टि बन्दैछ हैन अहिले अब यो पाइप फिटिङ चाहिँ त्यहाँ त्यसको काम हुँदैछ हजुर त्यहाँ रिइन्फोर्समेन्टको काम भइगयो तल पिसिसी गरिसकेको छ ब्लक राखेर वेल्डिङ गरेर ठाउँमा फिक्स गरेर अनि त्यसपछि कम्प्लिटिङ गर्नुपर्छ बेन्ड राखेपछि हजुर ठिकै छ त्यसो भए यो कोही आज सकिन्छ आज सकिनु पर्ने हो यो आज सकिन्छ होला सकिसकेपछि चाहिँ सकाउनु पर्यो पर्ने भने सकाउनु यो खोलाको नाम चाहिँ बङ्खुवा खोला अनि हामी माथिबाट यसमा पनि हामी पानी चाहिँ यसमा पनि बङ्खुवा खोलालाई पनि पानी मिसाएर हामी तल पाउरासम्म लैजान्छौँ बङ्खुवा खोला यो चाहिँ पिखुवा हामीसँग मलाबु पिखुवा अनि बङ्खुवा 3वटा खोला मिक्स चाहिँ हुने भयो यसमा चाहिँ अहिले हामी चाहिँ यो तल सेती बगर नजिकै यो पाइपहरू स्टोरेज भएको यार्डमा छौँ यो यार्डमा चाहिँ हामी सम्पूर्ण हाम्रो माथि ड्याम साइडदेखि पावरसम्मको लागि प्रयोग हुने सम्पूर्ण पाइपहरू चाहिँ हामी यहाँ राखेका छौँ र यहाँबाट कति पाइपहरू छुटाउँदै माथि लैजाँदै काम पनि भइरहेको छ अहिले चाहिँ हामी यहाँ यो सेती बगर भन्ने ठाउँमा छौँ हामीले चाहिँ तपाईँको गत वर्ष माघमा चाहिँ तपाईँको यो हाम्रो आयोजनाको लागि चाहिँ खनेको बाटो हो यताबाट जाँदाखेरि चाहिँ तपाईँको 10 किलोमिटर पर्छ यो रिमचिम हुँदै माथि 3 माबाट तर यो बाटोबाट चाहिँ तपाईँको 3 किलोमिटर छ यो बाटोले चाहिँ के छ भन्दाखेरि हामीले आयोजनाले बाटो त खन्यौँ तर पनि यहाँका चाहिँ स्थानीयवासी यहाँका जो आउने जाने यो जस्तै यता खम्बुखा होइन त्यस पछाडि तपाईँको खेमचोङ पाङखाङहरूलाई चाहिँ बाटोले एकदमै सजिलो बनाएको छ यो बाटो चाहिँ तपाईँको हामीले आयोजनाको लागि मात्रै नभएर चाहिँ यहाँका चाहिँ एउटा
भोलिको लागि स्थायी रूपमा चाहिँ पहुँच मार्ग बनाउने हाम्रो योजना छ र यसको चाहिँ हामीले एउटा ग्रामीण कृषि सडकको रूपमा पनि हेरेका छौँ र यसको चाहिँ एउटा हामीले समिति पनि बनाएको छौँ। त्यो हिसाबले चाहिँ यो प्रोजेक्टले आयोजनाले चाहिँ हाम्रो नितान्त एउटा चाहिँ आयोजनाको लागि मात्रै नभएर यहाँका चाहिँ स्थानीयवासीहरूलाई यहाँका चाहिँ हामी तपाईँ सबैलाई चाहिँ राम्रो गरेको छ। त्यसो भएको हुनाले यो आयोजनाले बनाएको बाटो चाहिँ एकदमै फाइदाजनक छ भन्छु म। हामी अहिले पावर हाउसमा छौँ। हामी अघि जुन कुरा गर्दै थियौँ, हामी माथि हेडवर्क्स पेनिस्टोक पछि चाहिँ हाम्रो पावर हाउस भनेर कुरा गर्दै थियौँ अनि हामी अहिले पावर हाउसमा छौँ। मेन हाम्रो चाहिँ विद्युत उत्पादन हुने गृह चाहिँ यो हो। नमस्कार, म दीपक कुमार साई। म यो प्रोजेक्टको डिप्युटी प्रोजेक्ट म्यानेजरको रूपमा काम गरिरहेको छु। हामी अहिले यहाँ पावर हाउसमा छौँ। हामी पावर हाउसको विद्युत गृहको हामी अहिले बेस राफ्टको काम चाहिँ हामीले लगभग अन्तिम चरणमा सकाउने तयारीमा छौँ। राफ्ट योभन्दा माथि अब हाम्रो कोलम र पिल्लरको काम चाहिँ पिल्लर र बिमको काम चाहिँ माथि अब सुरु हुन्छ। राफ्ट काम चाहिँ लगभग हामी अन्तिम चरणमा छौँ। त्यसपछि माथि हामी राख्ने, त्यसपछि क्रेन बिम भन्ने हुन्छ। माथि क्रेन बिम लगभग 12 मिटरको हाइटमा हामी क्रेन बिम राख्छौँ। पावर हाउसको बारेमा अब के छ, अब अलिकति अब हजुरहरूलाई म यहाँ बताउँछु र केही कुराहरू अघि हाम्रो डिपिएम सरले नि भनिसक्नु भएको छ र अब त्यसलाई अझै विस्तृतमा यसलाई हेरौँ। अहिले हामी बसेको ठाउँलाई चाहिँ हामी बेस ट्र्याफ्ट भन्छौँ र मेरो यो दायाँपट्टि भएको जुन साइड छ त्यसमा चाहिँ हजुरको यो मिसन फाउन्डेसन, त्यसमा चाहिँ एमआइबी, अनि त्यसपछि हाम्रो चाहिँ टर्बाइनको मेन फाउन्डेसन, अनि त्यसपछि जेनेरेटर फाउन्डेसनहरू छन्। अब यसमा चाहिँ यो चाहिँ हाम्रो जुन यो छ नि यता तलको यो चाहिँ हाम्रो एमआइबीको सेक्सन छ। यहाँ चाहिँ हाम्रो मेन भनेको हाम्रो पावर हाउस, मेन पावर हाउसमा चाहिँ मेसिन चल्ने र टर्बाइन घुम्ने भन्ने एउटा हुन्छ नि हाम्रो, त्यो भनेको एरिया भनेको यो ठाउँबाट चाहिँ तपाईँको चाहिँ टर्बाइन घुम्ने भन्ने हुन्छ। यसमा चाहिँ तपाईँको कस्तो हुन्छ भने पानी चाहिँ हाम्रो जुन एमआइबी भनेको मेन इनलेट भल्भ भन्छ होइन, एमआइबी भनेको। अनि त्यसबाट चाहिँ हजुरको पानी आउँछ। पानी आएर यहाँ हामीसँग नोजल हुन्छ जुन पाइपबाट दुई साइडबाट चाहिँ पानी जान्छ। दुई साइडबाट पानी गएर त्यहाँ टर्बाइनमा हान्ने चाहिँ त्यहाँ उसमा हान्ने हुन्छ, टर्बाइनमा हान्ने हुन्छ। र त्यसको जेनेरेटरको पार्ट भनेको चाहिँ जुन जेनेरेट भएर बिजुली निस्किने त्यो पार्ट भनेको चाहिँ हाम्रो त्यो एरिया भनेको चाहिँ हाम्रो यतापट्टि छ। यो साइडमा मेरो पछाडि छ, म अलिकति यहाँ पछाडिपट्टि पऱ्यो। यो साइडमा चाहिँ यहाँ पछाडिपट्टि छ। हामीसँग यो पार्ट भनेको चाहिँ हाम्रो टेललेसको स्टार्टिङ पार्ट हो, जुन हाम्रो टर्बाइनमा पानीले आएर टर्बाइनमा मेसिनमा पानीले हानिसकेपछि निस्किने पानी यहाँबाट हामी यो हामीसँग दुईवटा टर्बाइन छ। दुईवटा टर्बाइन हुन्छ। दुईवटा टर्बाइनबाट हामीसँग चाहिँ बिजुली निस्किने हो। जस्तो अघि हामीले माथि हेरेको जस्तो हेडरेस्ट पाइप भनेर हामीले हेरेका थियौँ, त्यस्तै हेडरेस्ट पाइप भनेको माथिको भयो र हामी चाहिँ टेलरेस्ट भनेको चाहिँ यो भनेको यो आफै खोलामा यो पानी यहाँ काम सकिएर आफै खोलामा जान्छ। यही लाइनबाट हाम्रो जाने हो। यही दुईवटा पार्ट चाहिँ यही नै हो टेललेस भनेको चाहिँ। यो लगभग अब हाम्रो चाहिँ सिभिलको बेसको काम चाहिँ हाम्रो लगभग अब त्यही 15 दिन जतिमा हामी सक्छौँ होइन। यो लगभग बेस ड्राफ्ट चाहिँ हामी लगभग 15 दिनमा चाहिँ अब हाम्रो बेस ड्राफ्ट चाहिँ सकिन्छ। त्यसपछि अब तपाईँको हाम्रो यो चाहिँ सर्भिस वे भयो। यो यसबाट माथि अब हामीले चाहिँ अब यो उसको हाम्रो ब्लक वाल हामीले जुन अघि माथि हेरेका थियौँ, हामीले आफैले चाहिँ उत्पादन गरेको कङ्क्रिट ब्लकको वाल लगाएर हामी यसमा यो कामहरू माथिहरू गर्दैछौँ होइन। अब यसमा चाहिँ अब तपाईँको एकचोटि चाहिँ त्यसपछि हामीले चाहिँ इलेक्ट्रोमेकानिकलको काम जुन टर्बाइनहरू जुन जेनेरेटरहरू जुन छ त्यसको कामहरू हाम्रो यहाँ हुनु बाँकी छ। त्यसको लागि चाहिँ अब हामी त्यो तयारी गरिदिँदैछौँ। र हाम्रो बाइफर्केसन भनेको चाहिँ हाम्रो दुईवटा पाइप जुन माथिबाट एउटा पाइपबाट पानी आएर यहाँबाट दुईवटा पाइपबाट चाहिँ पानी जान्छ। त्यो ठाउँ चाहिँ हाम्रो चाहिँ यो उतापट्टिको भागमा पर्छ। यो पार्टमा लगभग हामीले चाहिँ त्यही 15 दिन जतिमा चाहिँ हामीले यो सल्लग पुरै यो ढलान चाहिँ सकाउने हामीले टार्गेट राखेको छौँ होइन। 15 दिनमा हाम्रो अलमोस्ट बेस ड्राफ्ट नै कम्प्लिट हुन्छ। 15 दिनमा हामीले सकाउँछौँ नर्मली भनेको। माघको 15 सम्म, आज 30 गते भयो, माघको 15 सम्म हामी सकाउँछौँ।